शीर्षा कार्कीको ज्यान लिनुभयो भन्ने छ। तपाईँ लिएकै हो दाइ, के हो भन्नुहोस् त, यो कथा के हो? यो लिएकै हो भनेर सोधेको। अब धन्यवाद, यो कुराले मलाई नमरेसम्म पछ्याइरहन्छ। मैले भन्नुपर्छ यो कुरा, र मैले गलत बोलेँ भने त्यसो मलाई भन्नु होला। फ्याक्ट जे हो त्यही बताउँछु। किन त्यो बेलाको पात्रहरू पनि म बताउँछु। तपाईँले तत्कालीन काठमाडौँ पुलिस चिफ कुबेर सिंह राणा पछि आइजी हुनुभयो, त्यसै टपेन्द्र हमाल डिआइजी हुनुभयो, अमर सिंह शाहदेखि लिएर एकी विनोद पोखरेलदेखि लिएर त्यो अनुसन्धानमा खटिएका पात्रहरू धेरैलाई तपाईँले सोध्न सक्नुहुन्छ। हामीलाई त्यो फोटो न हामीले खिचेको, शीर्षकारी अभिनेत्री हो सिन्धुपाल्चोकको बहिनी होइन, एकदम जल्दो बल्दो नायिका, धरती लगायत विभिन्न फिल्महरूमा उनले काम गरेकी थिइन्। त्यति धनी परिवारको पनि होइन, उनी सङ्घर्ष गर्दै थिइन्। अनि यस्तै केसमा पहिला पनि अब वसुन्धरा भुषाल चलचित्र सङ्घको अध्यक्षले पुदेल सडकको मा कार्यालय गरेर डब्बु क्षेत्रलाई कुटेकै हो। आलोचना त भइरहेको थियो उहाँको बारेमा होइन, लेखिएको पहिलो स्टोरी होइन त्यो। अब हामीलाई एउटा पुलिसले, प्रहरीको एउटा भनौँ न सही दर्जाको मान्छेले खिच्यो, ल्यायो शीर्षा कार्कीको तस्बिर। त्यो तस्बिर खिचेको पनि अब उसको भनाइअनुसार मैले पैसा तिरेर मेरो घर विशालनगरको घरमा लिएर गएर खिचेको हो भनेर। न त्यो खिच्ने काममा हाम्रो संलग्नता छ, न त्यो गतिविधि हाम्रो कुनै खालको एकदम जोडिएको कुनै ऊ छ। हामीले त्यो फोटो प्राप्त भएको केहीसँग 6 महिना 7 महिनासम्म त्यो केही पनि गरेनौँ। तर अब कस्तो हुन्छ भने तपाईँलाई थाहा छ, दसैँ तिहार भएपछि धेरै मान्छेहरू घर जाने मोडमा हुन्छन्, पत्रिकामा न्युजको पनि खडेरै हुन्छ, मान्छे फेस्टिभ मोडमा हुन्छन्। अब स्टोरी केही हुँदैन, तर शीर्षा कार्यक्रम मात्रै फोटो छ भनेर लेखेर मात्रै पनि भएन। भनेपछि ल हाम्रो त्यति एउटा म्यागजिन निकाल्ने तयारी पनि थियो, तर म्यागजिन निकाल्नको अलिक खर्चिलो पनि भयो, विज्ञापन सिज्ञापन पनि नआउने भयो भन्ने भएपछि दृष्टिमै एउटा जनआस्थामै एउटा स्टोरी गरौँ भन्ने भयो, र त्यसमा बन्यो स्टोरी। तर त्यो फोटोमा हामीले अलिकति भनौँ न स्ट्रिप हालेर आँखा या शरीरको केही भागहरू छोपिदिएको भए, विशेष गरी छाती छोपिदिएको भए त्यति साह्रो ह्याभोक क्रिएट हुन्थेन होला। त्यहाँ 44-45 जनाको स्टोरी हो त्यो फोटो शीर्षा कार्कीको। स्टोरी छ, अर्को स्टोरी छ त्यसैमा, त्यही स्टोरीको फोटो। लोकमान सिंह